दर्शकबिन स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। म चाहिँ अब अहिले यहाँ शिवालय चौकनिर छु। यता माथि र गुनासेमा हिउँ परेको अरे, त्यही भएर जान लाग्यो। केटाहरू आउँछु भने आधा घन्टा भइसक्यो, हामी कुरै छौँ, आएनन्। र चाहिँ हाम्रो सर हुनुहुन्छ, अब मूर्ति जस्तो उभिनु गएको छ। उहाँलाई चाहिँ अब म के भन्न चाहन्छु भने तपाईँ म्यादी प्रहरीमा जानुहोस्, निर्वाचन प्रहरीमा जानुहोस्। आइपुग्यो पागलहरू आइपुगे। हामीलाई घुमाउन के झुलाउन समय झुलायो मान्छे पागलले। अब चाहिँ हामी जान्छौँ होला। अरू खोइ त कहाँ माथि नि पुगिसक्यो। अब चाहिँ हामी कबासी आइसकेका छौँ। कबासीबाट उकालो यहाँबाट फेरि म भिडियो बनाएको छु। डोनेट गर्ने मान्छेले चाहिँ गरिदिनु होला। हामी चाहिँ अलि लास्टै छिटो अब बेरोजगारी गऱ्यो के गर्नु। अगाडिको सरलाई त 12 लिटर दिनु छ नि। टाढो चाहिँ यहाँ त अगाडि छन्, हामी चाहिँ यता बसेर ओ 1300 मा 3 हाल, 1300 मा 3, उकालोमा 2 र आफोलो के गरे हौ तिम्रो केटाहरू। बरु हामीहरू अगाडि जानु पर्छ। हामीहरू अलिकति अगाडि जाऊँ र हामी अहिले चाहिँ हामी यो के अरे बाइक ल्याउने अवस्था नभएर नाजुक भएर यस्तो हिलोमा हिँड्दै जानु लागिरहेछौँ। यता चाहिँ अब हाम्रो गाउँ सुन्दर भ्यूहरू बाटोको त फेरि नाजुकै छ क्या स्थिति। यो पानी नपर्दा ठिकैको बाटो, अब 10 मिनेट हिँड्नु त पानी पर्दा चाहिँ हिजो बेलुका अलिक खतम गराइदियो क्या। यहाँ चाहिँ माथि र यो के अरे पार्क रहेछ। यहाँ पृथ्वीनारायण शाहको शालिग रहेछ। यता तलतिर पुरै अब यो भ्यूहरू राम्रो देखिन्छ। कुहिरो कि के भन्छ यसलाई, हुस्सु भन्छ नि, हाउडो के कुहिरो जे भने आफ्नो स्टाइल हो। यहाँ आएर फोटो खिचिया, यहाँ पनि कहीँ बाँकी छैन त्यो मन्दिरमा। यहाँ म मेरो अहिले यहाँमा त 2 वर्ष अगाडि मेमोरी छ यहाँ पनि। र अब हामी चाहिँ यो के अरे गोडीगाडामा जान आइसकेका छौँ। ऊ त्यो पारी चाहिँ पहिला 1 वर्ष 2 वर्ष अगाडि हामी त्यही बाटो गर्थ्यौँ। प्याराग्लाइडिङ पनि त्यही बाटो हुन्थ्यो। अन्त यहाँ घर छ नि, त्यही बाटो प्याराग्लाइडिङ गर्ने केटाहरू सबै यहाँनिर छन्। अब टोलीहरू गर्दैन क्या, टेन्सन नगरेर। अब चाहिँ यहाँ केटाहरू फोटो खिच्ने भनिरहेछन्। यता चाहिँ यहाँ टिकटक बनाइरहेछन्। अब हाम्रो फेरि यहाँ पनि शेरबहादुर रहेछन्। के छ सोल्टी? हेलो शेरू, शेरू मजाले सुतिया छन्। जहाँ पनि हेप्छन् कि फेरि शेरूले मलाई। गोदावरी जाँदाखेरि पनि बनाएको छ त। के हो कि फेरि तिमी भर्ती हुन लाग्यो जस्तो। म चाहिँ हाम्रो शेरबहादुरसँग छु। हाम्रो शेरबहादुर चाहिँ यता छन्। शेरू यता हेरिदेऊ त, मात्र यस्तो के त सन्दैछौ? शेरबहादुर यता आइज हामी सेम गाइडहरू अहिले चाहिँ हामी त्यो के अरे गोठी गाँडा भन्छ, त्यही हो बैल गाँडा भन्छ हो। त्यहाँ त यसो फर्किम कुरेर फर्किनु भन्छ। अरू के हेर्नु। अनि केटाहरू चाहिँ ऊ पछाडिबाट आउँदैछन्।
बिर्यानी त अब उसले हेऱ्यो मैले चाहिँ हेरेन बाटो चाहिँ अब यो राजधानी लास्टै रिस्की छ राजधानी ल्याउनु राजधानीको बाटोमा राजधानी हो क्या फेरि कर्णाली प्रदेशको राजधानी तर के गर्नु यस्तो छ बाटो भनेपछि कर्णालीलाई लास्टै हेरेको छ अनि विकास चाहिँ छिटो गर्नु पऱ्यो कर्णालीको भन्ने मेरो धारणा हो माफ गर्नु होला आमा हामी हाम्रो बाटोमा हिँड्न सकेनौँ बाटो यस्तै छ के गर्नु ल अहिले चाहिँ हामी यहाँ नास्ता खाँदैछौँ नास्ता त भनौँ भने 1 बजिसक्यो यता दाइहरू चाहिँ भेजिटेरियन भएर तरकारी र रोटी खाने हुन्छ हामी चाहिँ यता फेरि हन्तकारी भएर मासु र मासु र रोटी खाँदैछौँ अर्ग्यानिक त्यसपछि चाहिँ अब यहाँ हामी यहाँबाट जान्छौँ देवकोटा होटलको अर्ग्यानिक अरू के भन्नु छ भने भनिदिनुहोस् लाइक कमेन्ट गरिदिनु होला फाइनली दैलेखमा कति म चाहिँ कति महिनापछि आइपुगेँ यो के अरे 2-2.5 महिनापछि म दैलेखमा इन्ट्री गरिसकेको छु हामी अब गुराँसे भिटार पुग्न लागिसकेका छौँ देखि आएन भयो त यता हेरौँ यहाँ रोक्नुपर्छ यहाँ पछि मलाई याद गराउनु है ए गुराँस लिएर जानुपर्छ है कति यहाँ याद गर्नु मैले डेरी मिल्क किन्ने पैसा गएको फाइनली अहिले चाहिँ हामी गुराँसे आइपुग्यो गुराँसे भ्युटार चाहिँ उतै हो त्यही नै हो गुराँसे भ्युटार त्यही जाडो भयो यता चाहिँ यो मन्दिर जाने बाटो माथि मन्दिर पनि छ धेरै ल अहिले चाहिँ हामी फाइनल्ली गुराँसे भ्युटारको सिँढी चढिरहेको छौँ अनि खासै यो ठिक लाग्ने अरे गुराँसे त्यो महेशलाई घाटामा नपाएर है सोल्टीहरू सबैले पूर्व सिस्ने हिमाल यहाँ चाहिँ पुरै हिमालहरूको के अरे पेन्टिङहरू गरेको रहेछ हिउँ चाहिँ परेको छैन हामी अब यहाँ माथि टप डाँडाबाट यताउतिको भ्यू हेर्छौँ म मेरो गाउँ पनि देखाउँछु अब यहाँ त यहाँ देखिन्छ ऊ त्यो चाहिँ हाम्रो गाउँपालिका भवन हो गाउँ चाहिँ यतातिर छ ऊ त्यही हो गुराँसको डाँडा पनि यहाँ छ के गुराँसको बोट पनि छ यता डाँफेको चित्र छ यता यहीँ अब केटाकेटीहरू अब के भनिदिउँ कि भर्खर अब 9-10 वर्ष बालक जस्तो गर्छन् यता पञ्चदेवल यो दैलेको पञ्चदेवल हो यो चाहिँ दैलेको पञ्चदेवल यो चाहिँ धुलेश्वर दैलेकै छन् सबै अनि यो चाहिँ पादुका मन्दिर हो पादुका स्थान अनि यो नाभि स्थान यो कोटिला यो श्रीस्थान ज्वाला
दैलेखको जस के अरे धार्मिक स्थलहरू धार्मिक पर्यटकीय स्थलहरू यहाँ चाहिँ पेन्टिङ गरेको रहेछ। यता चाहिँ पछाडि पुरै गुराँसको बोटहरू छ। यो चाहिँ भ्यू टावर। हामी माथि अब टावरमा पनि चढ्छौँ। यता चाहिँ दुईवटा घोडाहरू रहेछ। यता फोटा खिच्न अब सुरु भइसक्यो। डाँफे छ, एउटा चितुवा हो कि हो। अनि यहाँ नेपालको झन्डा, डाँफे, गुराँस, गाई, सिमरिक कलर, निशान छाप सबै छ। भ्याली देख्ने यहाँ त होइन। अहिले चाहिँ हामी यो गुराँस भ्यू टावरको चढिरहेको छौँ माथि र जो पानी ट्याङ्की, ठुलो पानी ट्याङ्की रहेछ। खुल्ला हुनुपर्ने गरे तिमी जस्तो मान्छे आएर यहाँ सुसाइड गर्छन् भनेर हो क्या। गाई हामी चाहिँ अब यहाँबाट निस्किसकेका छौँ गुराँस भ्यू टावरबाट। अब चाहिँ कति 4-5 बज्नु लाग्यो। 4 बज्यो, 3-4 बज्यो। यो चाहिँ हाम्रो यो दैलेखको महाबु हिमाल हो। अब चाहिँ अब हामी यहाँबाट निस्किसक्यौँ। अब सरासर हामी सुकेर जान्छौँ। धेरै ढिलो भइसक्यो। ल त बाई, थ्याङ्क्स फर वाचिङ।